हामीले हिजो अथाक प्रयास गरेको प्लेन 3 एयरलाइन्स रेडी गरेको पर्मिसनहरु लिनुपर्छ लिएकै हो तर डाक्टर्सहरुले स्टेबल राख्नु पर्यो पेशेन्टलाई स्टेबली ट्रान्सफर गर्नु पर्यो अब उहाँको ब्लड प्रेसर लो भइसकेको थियो ब्लड प्रेसर लो भएको टाइममा हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरहेको हो नि त डाक्टर्सहरुको रेकमेन्डेसन त बुझ्नु पर्यो अब यहाँ आएर सबैजना एक्सपर्ट भइसकेका छन् सबैजना डाक्टर्स भइसकेका छन् त्यहाँ डाक्टर्स एक्सपर्ट्सहरु नेपालको विज्ञ डाक्टर्सहरु सबै हामीले राखेका थियौं त्यतिखेर कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भनेको तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो स्थानीय तह थियो स्थानीय तहको सरकार कसको छ अहिले नेपाल अहिले काठमाडौँमा तपाईहरु आफै भन्नुस् स्थानीय सरकार कसको विल लक लागो कसले हामीले भनिराख्नु पर्ने अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने हामीले आफ्नो जिम्मेवारी निभाउँछौं जोसुकैले गरेको होस् आफूले अघि बढ्नुपर्छ त्यसमा दोष लाउनु हामीलाई छैन आफूले गर्नुपर्ने कर्तव्य राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त आफ्नो नागरिकलाई जसरी भए पनि बचाउनु पर्ने गर्छौं 3 रात सुत्नु नपरोस् 4 रात सुत्नु नपरोस् हामी सुत्दिनौं आफ्नो नागरिकलाई बचाउँछौं हामी प्रयास गरेकै हो मान्छेहरु र अहिले आउँदाखेरि आफ्नै साथीभाइहरु मान्छेहरु जो अगाडि एउटा बोल्नुहुन्छ पछाडी अर्कै बोल्नुहुन्छ चित्त बुझ्दैन रहेछ यो अगाडि जसरी बोल्नु भएको छ त्यसरी नै पछाडी बोल्नु पर्यो अगाडि आउनुहुन्छ मान्छेहरुले एकदम ल भन्दै घुलमिल गरेर बोल्नुहुन्छ पछाडी गरेर के गरेर बोल्नु भएको थियो सदनमा जे बोल्नुहुन्छ त्यसै गरी हामीले बाहिर ट्रिट गर्नु अनि पो हामीलाई थाहा हुन्छ त यो हामीलाई मन पर्दैन यो पर्दा पछाडीको खेल त्यही भएर यसको लागि हामीले एउटा छानबिन समिति पनि एउटा गठन गरेका छौं डीआईजी हाम्रो गोविन्द थपलियाको संयोजकतामा 5 सदस्यको छानबिन समिति हामीले गठन गरेका छौं 3 जना अहिले हामीले छानबिनको लागि सोधपुछको लागि नियन्त्रणमा लिएका छौं महानगरपालिकाको प्रहरीहरु उहाँहरुलाई नियन्त्रणमा लिएको छौं अनि यसमा हामी निष्पक्ष हिसाबमा हामी छानबिन पनि गर्छौं र बुझ्नुपर्ने कुरा एउटा कुरा हामी गृह मन्त्रालय हामी एन्फोर्स गर्ने हो ट्राफिकको फाइन कुनै लाउँछ भने ट्राफिकले फाइन त उहाँहरुले कोर्ने हैन नि त भौतिक तथा यातायात मन्त्रालयको विभाग छ त्यहाँबाट नियम कानुन बनाएर हाम्रो सदनबाट पास भएर बल्ल त्यो विधेयक हो तपाईहरुलाई सिकाउनु पर्ने मैले जो भर्खरै राजनीतिमा आछ त्यो विधेयक हो भनेर मलाई भन्नु भएको हैन तपाईहरुले कतिजना मानिसहरुले मलाई भन्नु भएन संविधानको स थाहा छैन यहाँ आएर भने अहिले आएर संविधान स थाहा नहुने मान्छेले तपाईलाई संविधान सिकाउनु पर्ने यो दिन आएको यो